को प्रेम मिशन, हास्यास्पद र साहसिक संस्करण। मोहन नामको बन्दर आफ्नो पुरानो फाटेको कमिज, जुन उसले एउटा खेती गर्ने मान्छेको करेसाबारीबाट सापटी मागेको थियो, लगाएर जंगलमा हिरो जस्तै घुम्थ्यो। उसको लुगा गरिब देखिए पनि उसको स्टाइल भने कुनै ठूलो फिल्म स्टारको भन्दा कम थिएन। एक दिन उसले सुनकोलालाई देख्यो। सुनकोलालाई खुसी पार्न मोहनले एउटा खतरनाक योजना बनायो। जंगलको सबैभन्दा अग्लो र भिरमा रहेको जादुई केरा टिपेर ल्याउने साहसिक यात्रा। मोहनले आफ्नो कम्मरमा एउटा पुरानो डोरी बाँध्यो र जय हनुमान भन्दै भिरमा हामफाल्यो। तल हेर्दा मुटु काप्ने भिर, तर मनमा सुनकोलाको याद। उसले ज्यानको बाजी लगाएर त्यो सुनौलो केरा टिप्यो। त्यही बेला एउटा ठूलो चिलले उसलाई झम्टिन खोज्यो, तर मोहनले आफ्नो फाटेको कपडा यसरी फहरायो कि चिल झुक्किएर रुखमा ठोकियो। मोहन हा 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 हाँस्दै ओर्लियो। हास्यास्पद ट्विस्ट। मोहन ठूलो गर्वका साथ त्यो केरा लिएर सुनकोलाकोमा पुग्यो। तर त्यहाँ पुग्दा त दृश्य नै अर्कै थियो। सुनकोला त जंगलको सबैभन्दा धनी र मोटा गब्बर बन्दरसँग बसेर अत्तर छर्कँदै गफिरहेकी थिइन्। सुनकोलाले मोहनलाई हेरेर भनी, "इन्टु ओइ मोहन, तिम्रो यो गरिब कपडा र यो एउटा केराले मेरो मेकअपको खर्च पुग्दैन। म त गब्बरसँग सहर जाँदैछु, जहाँ मलाई हरेक दिन स्याउ खान मिल्छ।" धोका र नयाँ मोड। मोहनको मन च्वास चर्कियो। उसले हातमा भएको केरा हेर्यो, फेरि सुनकोलालाई हेर्यो। उसले रुनुको सट्टा अचानक एउटा काम गर्यो। उसले आफै त्यो जादुई केरा ताछेर खान थाल्यो। उसले मुख मिठ्याउँदै भन्यो, "इन्टु धन्न, यो मिठो केरा तँलाई नदिएर आफैले खाएँ।" प्रेम भन्दा त पेट ठूलो रहेछ। गब्बर र सुनकोला ट्वाँ परेर हेरिरहे। मोहनले आफ्नो फाटेको कपडालाई अझ टाइट गर्यो, एउटा लट्ठी टेक्यो र गीत गाउँदै हिँड्यो। धोका दिउँ दिई राख, मेरो आफ्नै सान छ, कपडा मेरा फाटे पनि जिन्दगी त जिन्दाबाद छ। मोहन अब जंगलको फ्री र सिंगल राजा बनेर डुलिरहेको छ। के यो संस्करण